सो आज चाहिँ रक्षाबन्धन रहेछ नि त गाइज। अनि आजभोलि खोइ के हो, मलाई जहिले सम्झिन्थेँ मेरो दाइ चाहिँ बाहिर हुनुहुन्छ नि त बिचरा। अनि आज चाहिँ मैले कसैलाई कल गरिनँ क्या, मेरो दाइहरू सबैजना बाहिर हुनुहुन्छ। अनि एउटा दाइ चाहिँ काठमाडौँ हुनुहुन्छ, मेरो ठुलाबा छोरा चाहिँ उहाँ यहीँ हुनुहुन्छ। अनि जहिले सम्झिन्थेँ म रक्षाबन्धनमा, जहिले कल गर्थेँ, म बिहानै कल गर्थेँ। अनि आज चाहिँ मलाई त्यतातिर ध्यान पनि गएन, अब अलिअलि बिजी पनि भयो। अनि फेरि खोइ मनै खुसी नभएर हो कि क्या हो, त्यतातिर मन पनि गएन क्या। अनि कल गर्न पनि बिर्सिछु मैले त। एटलिस्ट सम्झिदिए मात्र भयो नि, हुन्थ्यो नि त, तर मैले सम्झिनँ छु क्या। अनि बिचरा मेरो दाइ त बिचरा एक्लै छ नि त, उसलाई फेरि कसैले सम्झेन छ। हामी 5 दिदी बहिनी छौँ, अनि ऊ बिचरा एउटा छोरो, एउटा मात्र दाजुभाइमा पनि कसैले सम्झेन छ, कुनै दिदी बहिनीले पनि। अनि उसलाई साह्रै नराम्रो लागेछ। सो सरी, आई लभ यु एन्ड ह्याप्पी रक्षाबन्धन। मैले के गर्ने क्या, ए भगवान्। कहिलेकाहीँ त पहिला त सम्झिन्थेँ, अब यो सिचुएसनै यस्तो भएर हो कि क्या, म त लाइक पुरै अफ नै भयो जस्तो भयो क्या। अनि त्यसपछि चाहिँ मैले मेरो यहाँको दाइलाई चाहिँ आज अनि बोलाएर जसरी भए पनि कि म आउँछु कि तपाईँ आउनु, खाना खाने गरेर आउनु भनेर अनि बोलाएँ कि गाइज। यस्तो भयो के। आइएम सरी, आई लभ यु।